हेलो गाइज, के छ खबर? भर्खर कामबाट निस्क्यो। अहिले 6 बजिरहेको छ, तर चिसो चाहिँ लास्टै छ है। आजभोलि चाहिँ धेरै होइन, 4 डिग्री छ होला अहिले त यहाँको रिसेन्टली। अब काम चाहिँ परबाट गरेर आइयो, घर जानलाई आधी घन्टा लाग्छ। चिसो चाहिँ के चरो लागेको यार, लास्टै चिसो बढेको छ तर आजभोलि त जे पनि अहिले त बानी परिसक्यो। नेपालमा त यतिको चिसो त पुस माघमा नि हुन्न, यतिको त चिसो कहिले हुँदैन हाम्रोतिर त। अब फेरि भन्नु होला नेपालमा त हिउँ पनि पर्छ, तर ठाउँ ठाउँ अनुसार फरक छ। मेरो ठाउँ चाहिँ मोरङ हो। मोरङमा धेरैमा चिसो भनेको 16 डिग्रीसम्म जाने हो, त्यहाँदेखि त उता जाँदैन त्यति त। अब यहाँ जापानमा त 16-17 त नर्मल हो, 4-5 त अलिकति चिसो हो। एकतिर जाँदा त अलिकति चिसै हुन्छ, तर आज चाहिँ 4 डिग्री छ, 1 बजीसम्म छ। फेरि आज प्रोग्राम पनि छ कलेजको। अब कोट पेन्ट लगाएर जानुपर्छ, चिसोले त आज मार्ने रहेछ, मजाले मार्छ। जे होइन अब लगाएर त जानु पऱ्यो, रुल्स छ, रुल्स अनुसार त हिँड्नु पऱ्यो हामीले। अब छिटो छिटो घर पुग्नु पऱ्यो, पुगेर यसो एकछिन सुतेर भयो नि जानु पऱ्यो। एकछिन भयो नि निदायो भने त आँखालाई आनन्द आउँछ यार। फेरि नाइट काम छ, काम 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 गरिन भने त बस्न नि सकिँदैन। कसले पैसा दिन्छ यहाँ, पैसाको खाँचो, यो गर त्यो गर, धेरै तनाव छ, धेरै टेन्सन छ यार। जापान भन्ने यस्तो छ लिनु। मेरो चाहिँ यो हेन्क्यास हो, हेन्क्यास कामबाट म फर्किँदैछु। यो त कालो ठाउँमा छ यार, हिँड्दा हिँड्दा त गलिन्छ। अनि के भन्छ, फर्किने बेलामा चाहिँ सजिलो हो। साइकलमा हुँदा त गाडो मस्किन्छ, त्यस्तो तुलाइ हुन्छ। यहाँ त माथि टुप्पोमा छ यार ठाउँ पनि। फेरि हाम्रो यो ओनरको जानी मिसो हुँदाखेरि तलतिर राखेको छैन, मिसो कि बनाएकै रहेन, सब टुप्पो टुप्पोमा क्या। मतलब उकालो उकालो ठाउँमा सबैभन्दा पिक ठाउँ, यताको सबैभन्दा पिक ठाउँ भनेको हाम्रो लसन भएको ठाउँ त्यहाँ छ। यता फेरि मिसो अर्को एउटा मिसो छ, त्यो पनि त्यहाँको सबैभन्दा पिक ठाउँ कुन हो ती मिसो छ क्या। फेरि सबै अग्लो अग्लो ठाउँमा राखिदिएको रहेछ क्या। त्यस्तो त्यस्तो छ। यहाँबाट कुदेर जानु पऱ्यो कि क्या, अब सिङ्गो खुलो फेरि ढिलो हुन्छ अहिले। तर नकुदौँ होला, टाइममै पुगिन्छ होला घर त। आज भर्खर कति नै हुँदैछ र, 8-10 हुँदैछ होला। जे होइन सिङ्गो लागोस्, के हुन्न, जानुपर्छ ढिलै ढिलै गएर सुत्नु त पाइन्छ एकछिन। जापानिजहरू कति ज्ञानी हुन्छ है, बस मलाई हेर्ने बित्तिकै ओहायो भनिदिइहाल्यो। यस्तो हुनु पऱ्यो, गरौँ अनुशासनमा बस्नुपर्छ कि। हामी नेपाली अनुशासनको अनि गर्दैनौँ। झन् जापानमा आएर कति चुत्यागिरी गर्छ सबले। यिनीहरू त वाक्का भइसकेको छ गाईको जिनबाट। गाईको जिन मेरो देशबाट निकाल भन्दैछ जनताले, आन्दोलन नि गरिरहेको छ। अनि फेरि गाईको जिन सबै निस्क्यो भने त काम कसले गरोस्। जापानमा बुढाबुढीको सङ्ख्या बढ्दै जा, बच्चा बुच्चीको सङ्ख्या बढ्नुभन्दा बुढाबुढीको सङ्ख्या धेरै बढिरहेको छ जनगणना अनुसार। हामीले निहोङ्गो गएकोमा पढाउँदाखेरि हामीले यिनीहरूको जिनको डाटा हेरेको, मानिसहरूको डाटा 2000मा त अलिकति थियो बच्चा बुच्चीहरू धेरै, 2000 ठ्याक्कै 2000मा है। त्यहाँदेखि बच्चा बुच्चीहरूको सङ्ख्या घट्दै गयो, बुढाबुढीको पागा बढ्दै गयो। किन त्यस्तो भयो भने एक त यहाँ बिहे गर्दैन, धेरै कम मात्रामा बिहे गर्छ जापानमा। त्यही पनि सिङ्गल केटाहरू छ भने त यहाँ मागी विवाहको चलन छैन। गर्लफ्रेन्ड बोयफ्रेन्ड छ भने बिहे गर्न मिल्छ। अनि यहाँको रुल्समा के छ भने बिहे गऱ्यो भने केटाले जति कमाउँछ त्यति सब आफ्नो बुढीको नाममा गर्नुपर्छ पैसा। लगभग 75% बुढीको नाममा
बुढी के गर्नु पैसा हाल्नै पर्छ, हालेन भने यहाँ हुँदैन रुल्स अनुसार। अनि त्यस्तो गर्नलाई त केटाहरू बिहे गर्दैन खासै। अनि बिहे गरे नि नानी जन्माउँदैन। अब कसैले मात्रै हो बिहे गरेपछि 1-2वटा नानी जन्माउने हो। अनि त्यो भएको कारणले गर्दा जनसङ्ख्या घटिरहेको छ, यिनीहरूको नानीहरूको जनसङ्ख्या बढेकै छैन। अनि बुढाबुढीको जनसङ्ख्या बढेकै छ। अनि यहाँको फेरि औषध आइ नि धेरै छ। हाम्रो नेपालको औषध आयु भनेको लगभग 60 वर्ष हो, यहाँ जापानको 80 हो कि 90 हो। अनि यिनीहरू बाँचिरहेको औषध आयु त 80-90 होला सायद, फ्याक्ट चाहिँ थाहा भएन मलाई नि, अन्दाजमा चाहिँ त्यति हो। अब बुढोहरूलाई सोध्छु कति एज भयो भन्दाखेरि, अब लसनमा काम गर्दाखेरि अब कस्टमरहरू आउँछ, अब यसो 10-15वटा बुढोहरूसँग राम्रो दोस्ती भएको छ, चिनजान भएको छ। सोध्छु उनीहरूलाई, भन्छ 80 वर्ष 85 वर्ष भएको छु भन्छ। हेर्दाखेरि नेपालको त्यही 50-55 वर्षको बुढाबुढीहरू जतिको लाग्छ हेरेर। एज सोद्धाखेरि त 85-80 भन्छ यार, हेर्दा नि ठिक हुन्छ। त्यही बुढाबुढीहरूलाई सोद्धाखेरि तपाईँ बिहे गर्नुभएको छ कि छैन भन्दाखेरि छैन, किन नगरेको भन्दाखेरि रिजन अघि भनेको जस्तै रिजनहरू भन्छ। अनि एक्लै बस्न कस्तो लाग्छ भन्छ, सोद्धाखेरि एक्लै बरु ठिक छ, बिहे गऱ्यो भने झ्याउ हुन्छ भन्छ। ल उल्टै हेरेर चाहिँ मलाई चाहिँ माया लाग्छ। 3-4जना बुढाबुढीहरू छ, यस्तो माया लाग्छ नि उनीहरूलाई हेरेर, उनीहरूको गति हेरेर। बेचारा नसकी भयो नि राति आउँछ यार सामान किन्न, 3 बजे 4 बजेतिर टुप्लुक्क टप्लिरहेको हुन्छ। बेचारा कति बुढो हुन्छ, एउटा बुढाको त कुरा सुनेर झन्डै आँखाबाट आँसु आएन यार। अब त्यो दिन चाहिँ अब काम छिर्ने बेलामा 10 बजे राति आएको थिएँ। 10 बजेदेखि मेरो काम हो हुन त यहाँ पनि। आउँदाखेरि चाहिँ अब चिनजान भएको छ नि त, जहाँदेखि नि मसँग कुरा गर्छ। कुरा गर्दाखेरि बुढोले के भन्छ भने, अब त मेरो टाइम गइसक्यो, तेरो टाइम छ, तिमीहरू रमा भन्छ कि। त्यस्तो कुरा यस्तो साइड भएर भनेको थियो, फेस हेरेर यति धेरै माया लाग्यो नि मलाई त। भन्छ मेरो जिन्दगी त बितिसक्यो, अब तिमीहरूको जिन्दगी छ भन्छ यार। अब जिन्दगीको त ठिकानै छैन, को मान्छे कतिखेर फ्याट्टै गइहाल्छ भन्ने कुरा थाहा छैन, जिन्दगीको भरोसा छैन। तर लाइफमा चाहिँ यति चाहिँ गर्नु है, साथीहरू छ भने मिलेर बस्नु, कसैलाई दुःख नदिनु। जस्तै जापानमै छ बुढाबुढीहरूलाई, बुढाबुढीको जापानमा एकअर्कालाई कसैले दुःखै दिँदैन क्या, त्यस्तो कसैले ठेसै पुर्याउँदैन, मिलेर बस्छ माया। अब कुनै त भोटेहरू त्यस्तै हुन्छ, लात मारेर भगाउने जस्तै हुन्छ, कुनै त अन्त धेरै जसोमा राम्रै हुन्छ मान्छेहरू जापानिजहरू। खै मलाई चाहिँ ठिकै लाग्छ अहिलेसम्म भेट भएको। यहाँ नि अब पिकमा आइपुग्यो यार। यहाँ एउटा ताचिया भन्ने ठाउँ छ, त्यहाँ चाहिँ सब्जीहरू सस्तो पाइन्छ यार। ताचिया भन्ने ठाउँमा चाहिँ, जापानको ताचिया भन्ने ठाउँमा चाहिँ सब्जीहरू चाहिँ सस्तै पाइन्छ। अलिअलि भन्छ त सस्तो, तर महँगै हुन्छ यार। सस्तो कहाँ नै हुन्छ र हुँदैन। यहाँ गाडी त खतरा राखेको छ यार, घरको डिजाइन नै ठिकै रहेछ। यो त हात चिसो भइसक्यो, तर मोबाइल समाउँदा लास्टै चिसो छ आज त फेरि। ठिकै छ। अब भ्लग सधैँ बनाऊँ भन्ने टाइम हुँदैन। टाइम भन्नाले नि अब साइकलमा हुँदाखेरि मोबाइल चलाउन मिल्दैन। अब आज चाहिँ मेरो साइकल छैन, साथीले लगेको छ, हिँडेर जानु पऱ्यो। साथीको चाहिँ अलिक टाढा थियो, त्यही भएर अब हिँडेर आइदियो भनेको। हेर्नु तल पुरै गाउँ देखिन्छ, यति माथि छ, यस्तो टपमा मात्रै मिसी छ क्या हाम्रो। यहाँबाट चाहिँ तल सब देखिन्छ, त्यति पिकमा हो क्या यो त।
पिकमा मिसो खोज्छ, फेरि मान्छे नि यति धेरै आउँछ मिसोमा भन्नै पर्दैन। त्यो लास्ट इसोगासी, फेरि इसोगासी भने के भन्नु होला, भिडभाड धेरै हुन्छ, धेरै कस्टमरहरू आउँछ। धेरै कुराहरू चाहिँ जापानिजमै भनिन्छ आजभोलि त। अब एनी टाइम जापानिज नै चुखाउ गरिन्छ, मतलब प्रयोग गरिन्छ, त्यही भएर अलिक जापानिज नै बढी बोलिन्छ। यहाँदेखि त उताको भ्यू खतरा देखिन्छ। एउटा माथि पुल छ, त्यो पुलबाट त झन् डेन्जर देखिन्छ। ल गाइज, आजको लागि चाहिँ यति हो। ल हजुरहरू मेरो च्यानलमा आउनुभयो भने चाहिँ यसो टाइम निकालेर भिडियो हेरिदिनु होला। हेरिदिनु भयो भने चाहिँ म हजुरहरूलाई आगामी धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जे भयो नि, अब खासै राम्रो त बनाउन आउँदैन, त्यो पनि ट्राई गरेको, एक दुईवटा यसो बनाएर हालिदिउँ, के गरौँ। बोल्ने साथी कोही छैन, अब यहीँ भिडियो नै बोल्ने साथी बनाऊँ भनेर बनाएको हो। अब हजुरहरूले साथ दिनुभयो भने चाहिँ, अब हजुरहरूले हेरिदिनु भयो भने चाहिँ अझै मलाई बनाऊँ भन्ने लाग्छ। त्यही भएर अब हेरिदिनु भयो भने चाहिँ अब यसो कमेन्ट पनि गर्नु, के कमी कमजोरी छ भने भनिदिनु होला। होइन यो भएन, यस्तो भयो, यस्तो तरिकाले बनाउँ भन्ने तरिका। अब एडिट त खासै गर्न आउँदैन, एडिट गर्दिनँ भने म खासै सुनौ बनायो हालो। यसमा नि अब के गल्तीहरू छ भने कमेन्ट गर्नु होला, सुधार गर्नुपर्ने कुराहरू सुधार गरिन्छ। हजुरहरूको सुझाव लिनुपर्छ, सबैको आफ्नै मात्रै हुँदैन। त्यही भएर हजुरहरूले त्यस्तै के लाग्यो भने चाहिँ भनिदिनु होला कमेन्टमा। ल आजको लागि चाहिँ यति है, धेरै चिसो भयो। अब फेरि बेलुकातिर एउटा भिडियो बनाएर अनि फेरि हाल्छु म। हस् त, बाई। आजको लागि यति नै हो।